मिसनले या मण्डलीले खोलेर नेपाल देशका प्रमुख जनहरूलाई नेपाली जातिहरूलाई आशिषमय बनाउन सकोस् यसको नाउँमा आमेन हालेलुया भन्नुहोस् न हालेलुया र अब अन्तिममा अब म तपाईहरुलाई यहाँबाट छुट्नुभन्दा पहिला केही कुरा म भन्न चाहन्छु यो मण्डली होइन यो मिसनको सेवा हो तपाईँ हाम्रो आफ्नै शनिबारको मण्डली छ आफ्नै मण्डलीमा संगति जानुहोस् आफ्नै मण्डलीमा प्रभुभोज खानुहोस् आफ्नै मण्डलीमा मण्डलीको बाउलाई आमालाई अगुवाहरूलाई प्रार्थना गर्नुहोस् यो मिसनमा आउनुहोस् चङ्गाई पाउनुहोस् छुटकारा पाउनुहोस् आशिष पाउनुहोस् यो मिसनलाई सो इच्छाले मुठी खोलेर हुन्छ प्रार्थना गरेर हुन्छ यो मिसनलाई दर्शन पुरा गरिदिनुहोस् र यहाँ कतिजना नयाँ मान्छे आउनुभएको छ म 9 वर्षसम्म एकै ठाउँमा पोको परेको 9 वर्षदेखि 25 वर्षसम्म एउटै म साँच्चै 9 वर्षसम्म एउटै डल्लो परेको एकै ठाउँमा पोको परेको 9 वर्षदेखि 25 सारा खुट्टा टेकेर गोर्खा जिल्लामा पशुको झैँ जीवन बिताएको हरेलको परिवारमा जन्मिएको मैले कुनै कुरामा केही पाउन सकिन जब यसुलाई विश्वास गरेँ 2054 सालमा चट्टै निको भएर आज यसरी परमेश्वर